सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज पनि म केही जर्मनको कुराहरू ल्याएर फेरि हजुरहरूको अगाडि आइसकेको छु। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। सो फर्स्ट भनेको चाहिँ गोथेमा पढ्नको लागि भनेर अस्ति मैले एउटा भिडियो बनाएको थिएँ, त्यो भिडियोमा हेर्नुहोला है। अब हजुरहरूको एन्सर दिन गइरहेको छु म। सुरुको एन्सर चाहिँ के भन्दाखेरि A1 पढ्न कति टाइम लाग्छ? A1 पढ्न 2 महिना लाग्छ। ल यो सक्यो है, 2 महिनामा A1 भ्याइन्छ। अर्को कुरा, गोथेमा पढेपछि A1 A2 को सिट इक्जाम दिनको लागि सिटको लागि फेरि फर्म भर्नुपर्छ फर्म त भर्नुपर्छ तर अनलाइन होइन, फिजिकल। तर पहिलाको जस्तो कम्पिटिसन हुँदैन किनकि इन्टरनल स्टुडेन्टमा सिट पहिलेदेखि रिजर्भ हुन्छ अथवा सेक्योर हुन्छ, बुझ्यो। थर्ड क्वेसन भनेको हाउस बिल्डिङमा जानको लागि के चाहिन्छ रिक्वायरमेन्ट भन्नुभएको। हाउस बिल्डिङमा जानको लागि तपाईँ पहिला कुन फिल्डमा जाने हो होइन। जस्तै अहिले त B2 गर्नै पर्छ होइन, B2 गर्नुपर्छ। अब कुनै कम्पनीले B1 गरेको माग्यो भने मात्र हो जान्ने भने, नत्र त अहिले अस्ति NSST गएको थिएँ, त्यसमा नि इन्फोसेसनमा नि B2 गर्नुपर्छ मिनिमम लेभल भनेको थियो। सो यो मिनिमम लेभल चाहिँ हामीले पढ्नै पर्छ। सो हाउस बिल्डिङमा जानको लागि अब म आइटी सेक्टरमा जान्छु होइन। मेरो लागि चाहिँ मैले B2 अथवा B1 B2.2 B2.1 यस्तो गरेर जानु पाउँछ मैले, तर B1 गरेर चाहिँ जान मिल्दैन। यदि कोही तपाईँहरू B1 गरेर जानुहुन्छ भने होटल सेक्टरतिर होइन, होटल सेक्टरतिर जान सक्नुहुन्छ B1 गरेर। अब कम्पनीले कतिसम्मको मागा छ त्यतिसम्म जान सक्नुहुन्छ। थर्ड क्वेसन चाहिँ अब के भन्दाखेरि जर्मनीमा चाहिँ अब कस्तो छ भने होइन, जर्मनीमा जाँदाखेरि एजुकेसन फ्री छ होइन, हामी पढ्न पाउँछौँ। लर्निङ विथ अर्निङ हो हाउस बिल्डिङबाट जाँदाखेरि चाहिँ होइन, हामी पढेको पैसा चाहिँ हामीलाई दिने हो। अनि अर्को भनेको के हो भन्दाखेरि ल्याङ्ग्वेज पढ्न कतिको गाह्रो हुन्छ। ल्याङ्ग्वेज पढ्न त्यस्तो गाह्रो त हुँदैन होइन। म भर्खर A1 मा छु, अब पछि के हो त्यो चाहिँ थाहा भएन, तर आफूमा इन्ट्रेस्ट हुनुपर्छ। इन्ट्रेस्ट भएपछि चाहिँ त्यस्तो गाह्रो चाहिँ हुँदैन। अनि अर्को, ल्याङ्ग्वेज पढ्दाखेरि इङ्ग्लिस आउनै पर्छ। इङ्ग्लिस आउनै पर्छ भन्ने चाहिँ म भन्दिनँ होइन। इङ्ग्लिस नआउनेले पनि उसले ल्याङ्ग्वेज पास गर्न सक्छ, उसले ल्याङ्ग्वेज पढ्न सक्छ। तर इङ्ग्लिस चाहिन्छ चाहिन्छ। अब चाहिन्छ किनकि धेरै कुराहरू हामीले इङ्ग्लिसमा बुझ्छौँ पनि होइन। अब इङ्ग्लिस चाहिँ चाहिन्छ, तर बट के हो भन्दाखेरि एउटा इङ्ग्लिसै नआउनेले पनि जर्मन पढ्न सक्छ भन्ने चाहिँ म फिक्स भन्छु। अनि गोथेमा A1 पढेपछि B1 को लागि A2 को लागि यिनीहरूको लागि सिटको लागि भन्दै हुनुहुन्थ्यो। यो सिट तपाईँहरूसँगै हुन्छ, तपाईँहरूले सिट नपाउने चान्स हुँदैन होइन। सिट पाउनुहुन्छ है, तपाईँले ढुक्क मजाले पाउनुहुन्छ। ल आजको लागि मैले यति नै रिप्लाई दिन भ्याएँ हजुरहरूको। यदि कुनै क्वेसनहरू छ होइन, केही छ भनेपछि मलाई टेक्स्ट गर्नु होला भन्छु होइन, टेक्स्ट गरेर भन्नु, अनि म सबै एन्सर दिनेवाला छु। सो सब्सक्राइब गर्नुभएको छैन भने गएर सब्सक्राइब पनि गरिहाल्नु, टक्क घन्टी बजाउनु। सब अल द इन्फर्मेसन आई विल प्रोभाइड यु है। तपाईँहरू कमेन्ट गर्नु, म एन्सर दिन्छु। यही हो। हस्त बाई बाई, ह्याभ अ गुड डे।